ल हामी चाहिँ यहाँनिर झुम्का बजारमा यही सुन्न आएको होइन झुम्का बजारमा हामी चाहिँ रातिको भ्लग हो यो चाहिँ साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो पुरै तिहार लागिरहेको छ नि त यता यहाँनिर चाहिँ धरान डेन्टल पनि छ मेरो मोबाइलको चाहिँ क्वालिटी घटिरहेको छ आइफोन चाहिरहेको छ मलाई चाहिँ कसैले गिफ्ट दिन चाहनुहुन्छ भने मलाई दिँदा हुन्छ अनि हामी चाहिँ अब यता यसो हेर्नु पर्यो नि त यताको झन्डै गयो झन्डै मरो मान्छे चाहिँ यहाँ त यस्तो झिलिमिली भएको रहेछ यस्तो लगाएको रहेछ हस्पिटलमा पनि लाग्थ्यो बिरानगरतिर त यता त लगाएको रहेछ त्यहाँ हामी गएको नर्सिङ होममा त कस्तो राम्रो झिलिमिली लागेको थियो है प्रार्थी तर नर्सिङ होममा त लाग्थ्यो झिलिमिली यहाँकोमा चाहिँ किन नलागेका हुन् लाउन पर्ने हाम्रो ग्याङहरू चाहिँ यहाँ 4 जना छौँ 4 जना भएपछि पुरै काफी जहाँ परसम्म जान्छौँ क्या कन्टिन्यू गर्नु बिना अनि कन्टिन्यू गर्छु आइफोन चाहिएको चाहिँ कसैले मलाई गिफ्ट गर्नु चाहनुहुन्छ भने सम्पर्क गर्नु होला हो हो हि हा गर्न हाम्रो आन्टीको तिप्पाको घर छ यहाँ चाहिँ तर यहाँ बाटो छैन अनि हामी चाहिँ जाँदैछौँ अझै हामी चाहिँ हिँडेकै छौँ यी झिलिमिली कसैलेसँग देख्नु भएको छैन होला कि झिलिमिली चाहिँ यस्तो हुन्छ क्या गाइजहरू देश विदेशमा छरेर बस्नुभएको तथा दाजुभाइ दिदीबहिनीहरूलाई तिहारको मङ्गलमय शुभकामना व्यक्त गर्दछु अगाडि तथा दिइरहेको गर्न ए यस्तो राम्रो छ यहाँ मान्छे चाहिँ खाँदै बसिरहेको यो चाहिँ झुम्का बजार है गाइजहरू हाम्रो झुम्का बजार फेरि कहाँ भन्नुहुन्छ कि झुम्का बजार चाहिँ के अरे यो कहाँ भन्नुहुन्छ भने नि इटहरूदेखि अलिक कोटीतिर यिनीहरू चाहिँ पुग्न पर्दैन छैट लाग्नुसम्म जान्छौँ अब चाहिँ अबको 6-7 दिनपछि फेरि छैट पनि सुरु भइहाल्छ यहाँ चाहिँ फेरि बम पड्किन आँटेको छ बम पड्काउने मान्छे पनि बम जस्तो देखिँदैछ यहाँबाट त्यो तर्सेर रोडमा नपुग्नु है कोही पनि लगाएपछि मेरो भ्लग चाहिँ सक्यो मलाई सब्सक्राइब गरिदिनु होला मेरो भिडियो मन परेमा नमन परेमा नगर्दा पनि हुन्छ क्या अरे तर गर्नु है त्यो त मैले भनेको मात्र मलाई चाहिँ तर गरिदियोस् जस्तै लाग्छ कि मेरो क्वालिटी घटेर चाहिँ मोबाइलको फेरि लास्टै नै भएको रहेछ क्या अहिले चाहिँ वाउ राम्रो देखिँदैछ घरिघरि त मेरो मोबाइलले पनि मेरो मोबाइल फेरि पहिले त आइफोनभन्दा खतरा कि साथीहरू किनेको अब 5-6 वर्ष भइसक्यो नि त अनि क्वालिटी घट्यो क्या यो मोबाइल किनेको कम्ती पनि 5 वर्ष चाहिँ भयो कति आउँछ होला अब त 5,000 घरि कस्तो राम्रो आउँदैछ होइन यो मेरो 30,000 को हो मैले किनेको भए आइफोनै आउँछ म दाम नला फेरि रेडमी नै चाहिएको त्यतिखेर हाम्रो रेडमी खुब चलिरहेको थियो नि त अनि मैले चाहिँ रेडमी नै किनेको थिएँ कि गाइज मेरो भिडियो चाहिँ के कस्तो लाग्यो हेरिदिनु होला भन्दै टाटा बाई बाई यो झुम्का बजार चाहिँ यस्तो छ गाइजहरू तपाईँहरू देख्नु भएको छैन भने मैले सब देखाइदिन्छु यो चाहिँ हाम्रो झुम्का बजारको एरिया है गाइजहरू यहाँदेखि फेरि उता चाहिँ मन्दिर मात्रै छ है यतातिर चाहिँ छ अलिक मचुवाटी बसेको मजाले भन्दा पनि छेत्री बाहुनहरू छ फेरि खोइ हामी कसरी गयो यस्तो ठाउँमा आइपुगेको थाहै छैन अब झुम्का कहाँ बस्छौँ भन्छ कि साथीहरू अनि झुम्का भनेर कहाँ झुम्का भन्छ कि अनि म पिटरी भनिदिन्छु सबलाई
यहाँ चाहिँ भिआइपी पसल पनि छ। आज लागिरहेछ यहाँ चाहिँ गले म आज मलिक मार्केट पनि छ। हामी चाहिँ गएको छौँ ल झुम्का बजार यस्तो छ हाम्रो चाहिँ। तपाईँहरू पनि आउनु होला घुम्नु। तर अब यहाँ अब बस्दा बस्दा मलाई चाहिँ राम्रो लाग्नु थालेको। पहिला चाहिँ नराम्रो लाग्थ्यो तर अहिले त निकै राम्रो पनि भएको छ। चप्पल चाहिँ यस्तो छ कटुमा यस्तो छ। ल अब चाहिँ मेरो अब चाहिँ सक्यो नै गइछ।